नमस्कार। आज हामीले शिक्षक सेवा आयोग नियमावलीको बारेमा अध्ययन गर्ने। केको बारेमा? शिक्षक सेवा आयोग नियमावली 2057 को बारेमा हामीले कुरा गर्छ। यो शिक्षक सेवा आयोग नियमावली 57 नेपाल राजपत्रमा प्रकाशित 2057 7 24 गते जुन छ त्यो भयो। अनि यो नियमावलीमा 6 वटा परिच्छेद छ र 2 वटा जुन छ त्यो अनुसूची जुन छ त्यो रहेको छ। अनि यसको बेला बेलामा संशोधन जुन छ त्यो भएको छ। अहिलेसम्म 11 चोटि जुन छ संशोधन जुन छ त्यो भइहालेको छ। अब पहिलो संशोधन कहिले भयो? 59/2/13 मा, दोस्रो 60/2/9 मा, तेस्रो 60/12/16 मा, चौथो 66/7/23 मा, पाँचौं संशोधन 67/10/9 मा, छैठौं 68/3/6 मा संशोधन भएछ, सातौं 69/9/12, आठौं 70/3/3, नवौं जुन छ 71/10/26 मा संशोधन भएको छ भने 10औं संशोधन 2076 6 महिना 13 गते र अहिले लेटेस्ट जुन छ अब 11औं संशोधन 2078 साल 9 महिना 19 गते जुन छ अब त्यो भएको छ।